नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले साँच्चै हाम्रो काम गर्ने तरिकालाई पुरै बदल्न सक्छ। आजको यस चर्चामा हामी क्याल न्युपोर्टको अत्यन्तै चर्चित अवधारणा डीप वर्क अर्थात् गहिरो कामको बारेमा बुझ्नेछौँ र यो पनि हेर्नेछौँ कि कसरी यो बानीले आधुनिक कामदारहरूलाई अविश्वसनीय आर्थिक फाइदा दिइरहेको छ। ऊर्जा र उत्साहका साथ यसलाई सुरु गरौँ है, किनकि यसले हाम्रो दैनिक जीवनलाई निकै प्रभावकारी बनाउने पक्का छ। तर अगाडि बढ्नुभन्दा पहिला एउटा कुरा सोचौँ त, हामी सबैजना अहिले एउटा अचम्मको ध्यानको सङ्कटबाट गुज्रिरहेका छौँ नि, होइन र? दिनभरि इमेल, मेसेज र मिटिङहरूको यस्तो अव्यवस्थित भिड हुन्छ कि हामीलाई सास फेर्ने फुर्सद हुँदैन। हामी एकदमै व्यस्त महसुस गर्छौँ। तर साँझ परेपछि एउटा गम्भीर प्रश्न उठ्छ, यति व्यस्त दिनको अन्त्यमा हामीले वास्तवमा के नयाँ कुरा निर्माण गरौँ त? दिनभर थकियो, नोटिफिकेसनको पछि दौड्यो, तर साँच्चै अर्थपूर्ण काम कति भयो भनेर हेर्दा त प्राय शून्य नै हुन्छ। खासमा हामी काम गरिरहेका छैनौँ, मात्रै रियाक्ट गरिरहेका छौँ। ल, अब यसको भित्री कुरा बुझौँ। काम मुख्यतया दुई प्रकारका हुन्छन्, उथलो काम र गहिरो काम। हाम्रो व्यावसायिक जीवनमा यी दुई भिन्न शैलीहरूले ठूलो भूमिका खेल्छन्। एकातिर छ उथलो काम अर्थात् श्यालो वर्क। यो भनेको त्यही इमेलको जवाफ दिने वा सामान्य फर्म भर्ने जस्ता कामहरू हुन्। यो गर्न एकदमै सजिलो हुन्छ, जो कोहीले पनि गर्न सक्छ र साँच्चै भन्नुपर्दा यसले हाम्रो क्षमतालाई रत्तीभर पनि बढाउँदैन। तर अर्कोतिर छ गहिरो काम अर्थात् डीप वर्क। यो भनेको बिना कुनै अवरोध पूर्ण एकाग्रताका साथ गरिने काम हो। यसले हाम्रो दिमागको सीमालाई फराकिलो बनाउँछ र साँच्चै नयाँ मूल्य सृजना गर्छ। गहिरो काम नै त्यो जादु हो जसले कुनै कामको बारेमा गफ हाँक्ने र वास्तवमा त्यो काम पूरा गर्ने बीचको भिन्नता छुट्याउँछ। अब प्रश्न उठ्छ, हामीलाई ध्यान केन्द्रित गर्न यति धेरै गाह्रो किन हुन्छ त? यसको पछाडि एउटा जैविक कारण छ जसले हाम्रो क्षमतालाई निरन्तर रोकिरहेको हुन्छ। यस जैविक समस्यालाई ध्यानको अवशेष अर्थात् अटेन्सन रेसिड्यू भनिन्छ। यो कस्तो अवस्था हो भने हाम्रो मस्तिष्कको एउटा सानो अंश अघिल्लो काम वा मेसेजमै अड्किएको हुन्छ। एउटा सानो उदाहरण हेरौँ न। मानौ हामी एकदमै ध्यान दिएर काम गरिरहेका छौँ अनि अचानक एउटा छोटो मेसेज आउँछ र हामी त्यो हेर्छौँ। त्यो मेसेज हेरेर फेरि काममा फर्कँदा हामीलाई लाग्छ कि हाम्रो ध्यान पनि सँगै फर्कियो, तर वास्तवमा त्यस्तो हुँदैन। हाम्रो दिमागको एउटा सानो हिस्सा अझै पनि त्यही मेसेजको बारेमा सोचिरहेको हुन्छ। यो त एउटा गरुङ्गो ढुङ्गा बोकेर दौडिन खोजे जस्तै हो नि। हामीले कहिले पनि 100% क्षमतामा काम गर्नै सक्दैनौँ। र यहाँ सबैभन्दा डरलाग्दो कुरा त के छ भने एउटा छिटो फोन चेक गर्दा मात्रै पनि हाम्रो कति धेरै समय बर्बाद हुन्छ। यो 20 अङ्कले त्यही समयलाई जनाउँछ। एउटा मात्र छोटो अवरोध वा फोनको सामान्य जाँचले हाम्रो मानसिक क्षमतालाई पुरै 20 मिनटसम्म घटाउन सक्छ। यसको अर्थ त सिधा छ नि, यदि हामी हरेक 15-20 मिनटमा इमेल वा फोन चेक गरिरहन्छौँ भने हाम्रो मस्तिष्कले आफ्नो पूर्ण क्षमतामा काम गर्ने अवसर नै पाउँदैन। हामी सधैँ आधा अधुरा क्षमतामै काम गरिरहेका हुन्छौँ। यस सम्पूर्ण चर्चाको मुख्य कुरा यही हो। आजको यो जताततै अवरोधै अवरोध भएको संसारमा गहिरो ध्यान केन्द्रित गर्ने क्षमता एकदमै दुर्लभ हुँदै गइरहेको छ। र अर्थशास्त्रको सामान्य नियम त हामीलाई थाहै छ, जुन कुरा दुर्लभ हुन्छ त्यो असाध्य मूल्यवान हुन्छ। त्यसैले यो एकाग्रतामा महारत हासिल गर्नु भनेको एउटा राम्रो बानी मात्र पक्कै होइन, यो त एउटा विशाल आर्थिक फाइदा हो। यो यस्तो सिप हो जसले हामीलाई आफ्नो क्षेत्रमा यति अब्बल बनाउँछ कि कसैले हामीलाई कामबाट हटाउनै सक्दैन, अर्थात् हामी अनफायरेबल बन्छौँ। त्यसो भए यो गुमेको क्षमतालाई कसरी फिर्ता ल्याउने त? आउनुहोस्, यसका लागि 3 चरणको एउटा सरल विधि हेरौँ। यी 3वटा अत्यन्तै व्यावहारिक चरणहरू हुन्। पहिलो चरण, एउटा दर्शन छान्ने। हेर्नुस्, ध्यान केन्द्रित गर्ने केवल प्रयास गरेर मात्र हुँदैन, यसलाई आफ्नो दिनचर्यामा ढालिसक्नुपर्छ। यो हरेक बिहान 90 मिनट छुट्याएर गरिने तालिकाबद्ध काम हुन सक्छ वा सप्ताहान्तमा मात्र गरिने 2 मोडल अभ्यास हुन सक्छ। दोस्रो चरण, बोरियतलाई अपनाउने। चिया पसलमा वा सुपरमार्केटको लाइनमा बस्दा तुरुन्तै फोन निकाल्ने बानी आजैबाट छोड्नुपर्छ। हाम्रो मस्तिष्कलाई बोर हुँदा पनि शान्त रहन तालिम दिनै पर्छ, नत्र काम गर्ने बेलामा यसले सधैँ मनोरञ्जन खोजिरहन्छ। र तेस्रो चरण, काम बन्द गर्ने विधि। दिनको अन्त्यमा दिमागमा चलिरहेका सबै अधुरा कामहरूलाई बन्द गर्ने स्पष्ट दिनचर्या हुनुपर्छ। यसले हाम्रो दिमागलाई साँच्चै आराम गर्न र भोलिको लागि रिचार्ज हुन मद्दत गर्छ।
हामीले यो सबै कुरा गरिरहँदा एउटा कुरा चाहिँ नबिर्सौँ है, गहिरो काम भनेको मेसिन जस्तै लगातार काम गरेर धेरैभन्दा धेरै उत्पादन गर्ने मात्र पक्कै होइन। यो त अझ अर्थपूर्ण र शान्त जीवन जिउने तरिकासँग जोडिएको कुरा हो। जब हामी पूर्ण एकाग्रताका साथ कुनै काम सम्पन्न गर्छौँ, त्यसले दिने भित्री सन्तुष्टिले हाम्रो समग्र जीवनलाई नै अझ फलदायी बनाउँछ। अब अन्त्यमा एउटा महत्त्वपूर्ण निर्णय लिने बेला आएको छ कि हामी दिनभर केवल व्यस्त देखिने दिनचर्यालाई छोडेर साँच्चैको उत्कृष्टता अँगाल्न तयार छौँ त? निरन्तर आइरहने इमेल र मेसेजहरूको भिडबाट बाहिर निस्केर आफ्नो वास्तविक क्षमता देखाउने बेला यही हो। आजको यस चर्चाबाट सिकेका कुराहरूलाई मनन गर्दै भोलिदेखि नै आफ्नो कामलाई गहिरो र अर्थपूर्ण बनाउन पक्कै सकिन्छ। आजको लागि हाम्रो यो प्रस्तुति यही समाप्त हुन्छ। सँगै जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।